यिनीहरूले रिभाइभ गर्ने हो र अघि रिभाइभको लागि यहाँ बसिसकेको छ आइदर रिभाइभल पोइन्टमा रिभाइभ दिन्छन् कि नाइ त्यो पनि हामी हेर्ने नै छौँ एक या त फाइट परिरहेको छ We will take revenge tomorrow हो र हैन होला ओके नाइस यता केले ओपर सिकिरहेको छ पुरै स्क्वाड सँगै नभन्दा सुशान्त पनि थियो सुशान्तले यहाँ सिकिरहेको छ र सायदै स्क्वाड वेपन गरेको हो र सुशान्तको टिमले आई गेस हो जस्तो छ एउटा पुरै स्क्वाडले वेपन यहाँ हालिदिसकेको छ एकिएका टिम जति पनि साथीहरू हेरेको छ 22 प्लेयर स्टिल अलाइभ यता 22 जना अझै पनि बाँकी नै छन् आरबी कुनै पनि फाइट यहाँ लिइरहेका छैनन् र इनिमी अगाडि स्पोर्ट गरिसकेका छन् नभन्दा एकजनालाई डाउन गर्ने कोसिस यहाँ हुनेवाला छ आरबी भर्सेस यता एका टिम हुनेवाला छ त्यहाँ चारैजना जल्दो बल्दो टिम चारैवटा प्लेयरहरू अगाडि सेकिरहेका छन् अगाडि बढिरहेका छन् यता निकै राम्रो फाइट यहाँ हुनेवाला छ 4v4 सिनारियो पिसी अलाउडेड पिसी सायद नआउनु पर्दा पिसी आयो भने मजा आउँदैन किनकि हाम्रो म्याच चाहिँ उसको भइरहेछ नि त हैन मोबाइलको भइरहेछ त्यसमा पिसीको आयो भने त मजा आउँदैन नि त किनकि हैन ल त यार पिसी भएर मात्र हो या भनेर फेरि बहाना आइहाल्छ क्या साथीहरु बुझेनौ त्यसो अहिलेको लागि चाहिँ मोबाइलै ठीक छ मोबाइलमा आउन यतापट्टि ओके यतापट्टि फेरि पनि राम्रो किल यहाँ उठाउँदै फ्री गियरको टिम देख्न सक्छौँ है त 10 11 15 ओके 15 किल उठाइसकेको छ अहिलेको लागि लगभग र एमएलहरुको टिम पनि सायदै वाइप आउट भइ नै सकेको छ ओके मो ग्याम्बो देख्न सक्छौँ है त यतापट्टि टिबिओ को प्लेयरहरु पनि एक्लै बाँकी छ जीवाई का टिम एक्लै बाँकी छ सर्भाइभ कतिसम्म जान्छ त रिभाइभ होला नहोला हामी हेर्ने नै छौँ एनजीआर को टिम देखिरहेको छ यहाँ सिङ दाजु एका टिमहरु हाम्रो टिमबाट एमएल नुब रहेछ ओके इजी रोशन त्यहाँ देख्न सक्छौँ 5 किलो साथमा आफ्नो टिमलाई लिड गरिरहेको छन् अहिलेको लागि देख्न सक्छौँ 15 किलो हाम्रो एका टिमले पनि उठाइसकेको छ भने के होला त नि के एका टिमहरुले यताले बुया लग्ला त यसपालि निकै राम्रो जोशमा देखिरहेको छ यता जसरी अगाडि बढिरहेको छ लास्टमा कुन टिमको फाइट पर्छ त यतापट्टि नभन्दै डेटहरुको यतापट्टि अघि फाइट सुरु भइसकेको छ अर्को पनि एउटा डाउन हो र अर्को टिम हो र के हो सेकेको उसकै छ त नि ओके छिरिङ अर्को टिम थियो र यतापट्टि क्लियर आउट गरिदिने छ एकेले पनि यतापट्टि सेकिसकेको छ जताबाट माथिबाट यतापट्टि फ्री गियरको टिमले सेकिरहेको छ नि पछाडिबाट एकेको टिमले सेकिदिन्छ र बीचमा परेको कारणले यतापट्टि गौरवको टिम ब्याक टु द लबी भइ नै सकेको छ भने गुम्बो मात्र एक्लै बाँकी छ र एकजना डाउन र किल उठाउन पनि सफल हुनेवाला छ नाइस है त नाइस स्नाइपर देख्न सक्छौँ यता म गेमको तर्फबाट तीनटा प्लेयर मात्र बाँकी देख्न सकेको छ हन्टर निकै अगाडि बढिरहेको देख्न सक्छौँ सायद एकेको टिम यता छेउछेउमै थियो र स्पोर्ट आउट गर्न अलिक गाह्रै छ निकै नै टाढा पुगिसकेको छ भने अघि सायदै हन्टरले स्पोर्ट आउट गर्नेवाला छ कता छ त एनिमी भनेर अगाडि रहेछ र नभन्दै पछाडिबाट सर्च गर्ने हुन्छ यहाँ रोशनले जुन गल्ती यहाँ गरेको थियो हन्टरले त्यो गल्ती यहाँ डराउनु नहुने थियो सो पछाडि पनि हेर्नु पर्ने थियो किनकि पछाडि गइरहेको थियो एनिमी सो डन्ट नो स्पोर्ट मोडमा जे पनि हुन सक्छ यताबाट उताबाट यता कति छिटो जान्छन् थाहा हुँदैन सो इताची एन्ड फ्रिकी दुईटा मात्र बाँकी छ 2v4 यसपालि हुनेवाला छ त एकेको टिम पुरै जोशमा छ यसपालि 17 किल उठाइसकेको छ एकेको टिमबाट र फ्रिकीहरुको पनि निकै राम्रो किल उठेको देख्न सक्छौँ यता 19 किलको साथमा छ 2v4 छ यसपालि निकाल्छन् है फ्रिकीहरुको टिमले त्यो हामी हेर्ने छौँ 2v4 निक्ल्यो भने त भबाले हुन्छ र एकेको टिम यसपालि निकै राम्रो चान्स देख्न सक्छौँ यता सिधै माथि बढेको छ अभिषेक नमिठो ठाउँमा सायदै झरेको थियो नभन्दै कता हेरिरहेको टिम त्यतैतिर हान्दियो र फ्रिकी एक्लै बाँकी छ 1v4 फ्रिकीको लागि होला नहोला यहाँ फ्रिकीलाई रस आइसकेको छ फ्रिकीले के गर्छ त डेमेज ओके स्नाइपर छ फ्रिकी स्नाइपर लिएर 1v4 लिइरहेका छन्
नभन्दा यतापट्टि अभिषेकको तर्फबाट क्लियर आउट र फुया 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 हुनेवाला छ यहाँ 20 पोइन्ट छ। अब के गर्ने, अब केही नगर्ने, अर्को गेम हान्ने। अब पिसी मोबाइल दुवै गराउनु कहिले, पिसी मोबाइल दुवै गरेर मजा आउँदैन नि त। वाइ नट पिसी ओन्ली भन्ने हुन्छ क्या, वाइ नट मोबाइल ओन्ली, क्लियर हुँदैन भन्ने कुरा आउँछ क्या, किनकि दुईटा त्यहाँ होइन, एउटा पिसीमा एउटा मोबाइलमा भनेपछि त्यो अर्कै भइगयो नि। किलको हिसाबमा यहाँ देख्न सक्छौँ 6+4 भनेपछि लगभग कति किलो आयो यहाँ त, 19 + 12 भनेको कति हुन्छ, 19 + 12 हाउ मच, 4 + 5 + 6 + 12 भन्दाखेरि सरी 8 होइन नि त, यो +5 31 हो र 19 + 12 19 + 12 ओके 31 पोइन्ट्स नाइस। एकैको टिम राउन्ड 2 मा छ कि छैन एकचोटि कमेन्ट हान त। एकैको हाम्रो आइजिएल जो भए पनि प्लेयरहरू को छ। 31 पोइन्ट हानेछ यार, लभली हो यार।